यदि तपाईँ नेपालबाट पहिलोचोटि जर्मनी आउनु हुँदैछ भने यो भिडियो तपाईँको लागि हो। नेपालबाट आउँदा तपाईँको पासपोर्टमा डिपार्टेडको स्ट्याम्प लागेको छ, तर तपाईँ जब जर्मनी ल्यान्ड गर्नुहुन्छ, सबै इमिग्रेसनको काम सकिसके पछाडि जब पासपोर्ट चेक गर्नुहुन्छ, त्यति बेला तपाईँलाई थाहा हुन्छ कि तपाईँको पासपोर्टमा त एराइभलको स्ट्याम्पै छैन। अब के गर्ने त? म पनि नेपालबाट डाइरेक्ट जर्मनी आएको थिएँ। जर्मनी आइसके पछाडि इमिग्रेसनमा क्वेसन एन्सर पनि भयो, सबै कुराहरू चेक पनि भयो, तर मेन कुरा के भयो भने पासपोर्टमा एन्ट्री स्ट्याम्पै लागेन। पहिला त म पनि डराएँ, अब फ्युचरमा के प्रब्लम हुन्छ कि भनेर। तर पछि बुझ्दा के थाहा भयो भने जेन एरियामा इन्ट्री गर्दा अफिसरले कहिलेकाहीँ तपाईँको सिस्टममा चाहिँ इन्ट्री गरिदिन्छन्, तर पासपोर्टमा स्टाम्प भन्ने लगाउन भुल्छन्। यो एउटा सामान्य ह्युमन एरर हो। अब रेसिडेन्स परमिट एप्लाई गर्दा प्रब्लम आउने हो कि? असली केसमा आउँदैन, किनकि अस्ट्रेन्डर बोर्डले तपाईँको भिजा एक्सटेन्ड गर्ने बेलामा एकखेप सिस्टम चाहिँ अवश्य चेक गर्छ। र आफूले पनि प्रुफहरू जस्तै प्लेनको टिकट र त्यति बेला आउँदा गरेको पहिलो एम्बेलडुङ यानि सिटी रजिस्ट्रेसन चाहिँ साथमा राख्नुपर्छ। र सबैभन्दा बेस्ट अप्सन के हुन्छ भने इमिग्रेसन सकिन साथ तपाईँले एकपटक आफ्नो पासपोर्ट अवश्य चेक गर्नुहोला र एराइभलको स्ट्याम्प देख्नु भएन भने अफिसरलाई भनेर तत्कालै आफ्नो पासपोर्ट स्ट्याम्प गर्न सक्नुहुन्छ।